सेवारो सेवा नै आसेवारो ल फेरि पनि सबैजना गुड मर्निङ। सो म चाहिँ बाइक स्टार्ट गरिरहेको छु। अबको 20 मिनट पछाडि चाहिँ म यहाँबाट निस्किनेवाला छु होइन। सो गाइस हेर्दै गर्नुहोस् होइन। सो आज चाहिँ तपाईँहरूको कान्छा कहाँ जान्छ, अब कान्छा चाहिँ कहाँ जान्छ हेर्दै गर्नु होला होइन, बबाल तरिकाले। सो यहाँनिर छ हाम्रो पोस्ट, यो हाम्रो पोस्ट होइन। अब ड्युटी सक्यो मेरो चाहिँ। सो अब निस्कन आँटेको छु, हेर्दै गर्नुहोस् गाइस ल, स्टे ट्युन। दोस्तों तो फिर निकलते हैं यहाँ से। ऐसा हो गया कांड मेरा। तो साथी भाइ निक्लेको म चाहिँ यहाँबाट होइन। तो म पता नहीं मैं क्या करूँ, अभी टाइगर जाऊँ या ना जाऊँ। नहीं सीधा जाते आज। कताबाट आएको थोड़ा सही आ गया। पहुंच गया सर आप लोग आगे यहीं पे, ठीक है हाँ। सिस्टरहरूले घुमाउँदो रहेछ नानीहरूलाई। सो रोपे सोध्दै त यहाँबाट रोपे भनिदिएको खै हाँ यही है भन्दैछ। फेरि उसले सोध्दैछ फेरि मलाई यही है भन्दैछ। यहाँ कसम दिमाग हिल गया आज तो। कुछ खाना पड़ेगा, कहाँ जाके खाऊँ, कता खाने हो मैले यार। तो आज अलिकति मेरो लेबुङमा काम छ। सो यो चाहिँ सेन्ट जोसेफ स्कुल है दार्जिलिङ। बबाल छ क्या, नानीलाई फोटो भिडियो गर्नु जग्गै छैन कि यहाँ। दिस इज एचएमआई रक, हिमालयन माउन्टेनिङ इन्स्टिट्युटको यो रक क्लाइम्बिङ गर्ने जग्गा हो। यहाँ पनि हुन्छ कि सुन भन न। सो यहाँ माथि देख्नु हुँदैछ रामाकृष्ण मिसन, सिस्टर निवेदितीको यो चाहिँ के भनौँ यहाँ म्युजियम पनि छ, थुप्रै छ यहाँनिर होइन भित्र। अरे सिधा घर गएर कता नभन्नु होला फेरि होइन। ढातेरिका यार आम्मा झन्डै हान्दिएको हो पछाडिबाट। हस्ता गर्दैन कि कसैले। ढातेरिकामा कुरी दोकान त बन्द रहेछ कि यहाँ त। के गरौँ यहाँ अब। सो म यो दाजुलाई भेट्नु आएको थिएँ। मुर्को मासु दोकान पाइन्छ भन्नेमा रेडी भयो त। सो अब आई निड टु गो ब्याक। ओके सो म यहीँबाट फर्किन्छु। लेट्स गो। सो आइपुगेँ म चाहिँ फेरि ब्याक भएर सिंहमारीबाट।
यहाँबाट चाहिँ उँधो लाग्ने हो म चाहिँ सो लेट्स गो सो यहाँदेखि उँधो चाहिँ अब तपाईँहरूलाई मैले के देखाइरहने होला होइन सधैँको बाटो त यस्तै हो हिँड्ने डुल्ने साइन्स द वेदर भने जस्तो भयो यहाँ चाहिँ यहाँदेखि त धुम्म र काम गुडुम फेरि बाबारे 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 सो तपाईँहरूको कान्छा आज कहाँ कहाँ जान्छ हेर्दै गर्नुहोस् है त गाइस यो तलको बाटो चाहिँ म तपाईँहरूलाई यो उँधोको बाटो चाहिँ देखाइरहँदिनँ भक्कै लाग्छ होला नि त तपाईँहरूलाई पनि फेरि होइन